भिख मगा बन के घर घर छापे हमको ठिकै भेजेको रातिमा 10 वटा डाकु आयो जादव 10 डाकु आयो भैँसी चोराउनलाई 10 जना लाठी यत्रो मोटो डाङ्गो आयो हाम्रो घरमा शादी थियो गाउँमा त म शादी घर गएँ हाँसिरहेको छु शादीमा लावा बुझ्नु पर्दैन त दुलाको भन्छ यसको बिनाजु को हुन्छ यही भन्छ म लावा बुझ्न गएँ हाम्रो बुवा ग्वालीबाट यसरी हेर्छ यत्रो कठोरको गाछ थियो त्यो बारीमा 10 जना तँले देखेको हाम्रो बुवा त थरथर गर्छ आज हाम्रा केटालाई मारिदिन्छ भैँसी खोजेर म आएँ नि घर सुत्नलाई यसरी कुदेर हाम्रो बुवा भर पजाको पकडी ग्वालीबाट हेर्न रे आचार्य छोरी चरवाहरूलाई भैँस पुछेर राख्ने हाम्रो बिचमा त म घरबाट यसो हेर्छु अरू ठिकै आज त हाम्रो जान्दैछ फेरि म चुप लगाएर त्यो बाटोमा गएँ सडकमा हाम्रो घरमा मन्दिर छ नि देनाबद्री मन्दिर कदमगैँचा गाउँमा म फेरि मन्दिरमा बसेर के भन्छु अरे बेटा चुरवा छोरीले भैँस पसले अरे सबै यो गलीबाट रास्ता थियो यसरी पूर्वपछि अब त पक्का घर भयो त त्यो मान्छे रस्तै बन्द गर्यो